राजकोट पहाडको काखमा फस्टाउँदै एक नगर। पश्चिम नेपालको पहाडको काखमा एउटा सानो तर महत्वाकांक्षी नगर छ, राजकोट नगरपालिका। क्षेत्रफलमा सानो, करिब 59.73 वर्ग किलोमिटर मात्र, तर सपना भने विशाल छन्। सन् 2017 मा जब देशले संघीयताको बाटो समात्यो, तीनवटा गाउँ सिपखाना, सिउना र फुकोट एकैसाथ हात समातेर एक भयो। त्यसै दिन जन्मियो राजकोट नगरपालिका। त्यसबेलासम्म यहाँका जनताले धेरै सङ्घर्ष झेलेका थिए, तर आज त्यो कथा बदलिएको छ। जनसङ्ख्या 2011 मा 16,272 थियो। दशक भरको विकासले गर्दा 2021 मा यो संख्या 17,425 पुगेको छ। साक्षरता दर अब 72% नागिसकेको छ। यहाँका बालबालिकाहरू अब कक्षा 12 सम्म पढ्न पाउँछन्, त्यो पनि आफ्नै नगरभित्र। यस नगरका 9वटा वडाहरू पहाडी भूगोलका कारण फरक छन्। कतै हरिया डाँडाहरू त कतै पहिरोले सताएको भूभाग। तर यहाँका मानिसहरूको मन भने ठिक त्यसको उल्टो, स्थिर, बलियो र उज्यालो भविष्यप्रति आशावादी।